येशू ख्रिस्टले भन्नुभयो, म दागको बोट हुँ, तिमीहरू हाँगा हो। यदि तिमीहरू ममा रह्यौ भने त्यसले चाहिँ असल फल फलाउन सक्छ। यदि त्यो व्यक्ति ममा रहेन भने त्यसले चाहिँ असल फल फलाउन सक्दैन भनेर हामी चाहिँ यूहन्ना 15:5 हामी पाउँदछौँ। यदि हामी चाहिँ ख्रिस्टमा छौँ भने हामीले कुन कुन कुरामा चाहिँ फल फलाउन सक्दछौँ त? ख्रिस्टमा हुने मानिस चाहिँ परमेश्वरको सम्बन्धमा रहेर सम्बन्धका कुराहरू उसको जीवनमा सारेर उसले चाहिँ फल फलाउन सक्छ। दोस्रोमा चाहिँ उहाँको वचनमा रहेर त्यो व्यक्तिले चाहिँ फल फलाउन सक्छ। तेस्रोमा चाहिँ प्रार्थनाको जीवन, प्रार्थनामा रहेर पनि उसले चाहिँ फल फलाउन सक्छ। चौथोमा चाहिँ चरित्रमा हामीले सबैजनाले चाहिँ फल फलाउनु चाहिँ जरुरी छ। पाँचौँमा चाहिँ सुसमाचार सुनाउने कुरामा फलदायी हामी बन्न सक्छौँ। छैटौँमा चाहिँ सेवाका कुराहरू गरेर हामी फल फलाउन सक्छौँ। सातौँमा चाहिँ विभिन्न परीक्षा, सङ्कट, जोखिम, सतावटबाट पनि हामी चाहिँ आफूलाई केलाएर, आफूलाई मजबुत बनाएर पनि हामी फल फलाउन सक्छौँ। थ्याङ्क यू।